हेलो हेलो नमस्ते गाइज। आज मैले यहाँ मास कुट्ने आजको शनिबारको दिन ट्याक्कै ल्याएर होइन अस्ति नै काटिरहेको लगभग एक हप्ता हुन लागिसक्यो काटेको। तर राम्रोसँग सुकेको छैन किनकि घाम पनि अलिकति मधुर छ नि होइन। लोकल मास यसरी यहाँ ठ्याक्कै भारी बनाएर अहिले बोक्ने हो। यता छ 3-4 भारी होला होइन। त्यसपछि माथि लाने मजाले लौरो टाक्क टाक्क कुट्ने। त्यसपछि भोलिपर्सि लोकल दाल होइन। त्यसमा मुस्ताङबाट ल्याएको के भन्छ त्यसलाई जम्बु चारा जम्बुलाई फ्राई गरेर दालमा झानेर खाँदा त आमामामा लोकल मास भनेको यो नि भन्ने हुन्छ साथीहरू। त्यसपछि अहिले म भारी हाल्दैछु है साथीहरू यसरी। यो फर्स्ट भारी मेरो। त्यसपछि अब सेकेन्ड भारी यता छ त्यता छ त्यता यसलाई बटार्ला सेकेन्ड हुन्छ उता गरेर थर्ड पनि हुन्छ होइन। त्यसै उता झार्ने समय तिर्पलमा टाक्क लगाएर राखेर झार्ने हो है साथी। हेर्दै जाऊँ भिडियो कतिसम्म पुग्दो रहेछ है।